यही चढ्न जान्छ फेरि कहाँ 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 छोराले गाडी चलाएर यहाँ खोइ त हेर त कस्तो देख्यो ओहो हिरो देखेछ हिरो नै लाने भन्नु लैजाउँ कति किन्नु क्याप पनि अस्ति थिएन अहिले आएछ हामी नाना किन्न आँछौँ भन ल यता हेर त ल सानो यहाँ हेर न यता हेर न उयो राम्रो छ ए पापाले नाना किन्दै हुनुहुन्छ हेर त कस्तो छ नाम्री नाम्री छ हामी त नाम्री नाम्री छ नि कपट किन्न आँछौँ मम्मा थाके छु ला 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 कहाँ हिँड्ने यो त कहाँ हिँड्ने ला अब दिदीले पा गर्नुहुन्छ हिँड्यो 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 कहाँ हिँड्यो यो को रहेछ तिम्रो साथी भेट भयो हेर त तिम्रो साथी ल होइन ल जाऊँ अब टाइट भएछ टोपी कस्तो राम्रो टोपी हेर कता कति राम्रो ब्यागहरू कता छोरालाई मलाई त फुल बाउला भएको छ मच्छरबाट बचाउनु पर्यो नि कति राम्रो रहेछ लगिदिनु र ल हुन्छ चाहिएको छ है ए आइसक्रिमको लागि है यो हैन कस्तो राम्रो यिनीहरू कस्तो राम्रो कपहरू के आइसक्रिम राखेर खाने टप्प सिसाको भाडा चाहिँ कुन त राम्रो छ मलाई चाहिँ मनपर्ने सबै म चाहिँ छोराको पानी खाने बट्टा खोज्दैछु हामी चाहिँ यस्तो सिसाको गिलास पनि लाने भनेर यो रोजेको छ कस्तो छ यो राम्रो छ है यो यिनीहरू पनि राम्रो त थियो तर मन पर्यो यो हामी चाहिँ यति लाने राम्रो हामी चाहिँ माथि सपिङ सक्यो बच्चालाई पनि घुमाएर लिएर अहिले चाहिँ सिसाको गिलास लानु पऱ्यो भनेर हेर्दैछौँ कति धेरै छ सिसाको गिलासहरू यहाँ
यिनीहरू पनि राम्रो छ यस्तो। बाउ छोराको पारा चाहिँ यही छ। मेरो छोरा आएपछि चाहिँ यसमै बस्न खोज्छ खालि। आमा अब त आनन्द भयो है यो बट्टा पाएपछि त। सामान त यो पो छ त भरि भराउ त। यहाँ आएपछि त जहिले सामान त यही हो के। ऊ गुडेन अरे, गुडेन भनेर फेरि पापालाई उहाँ त्यही 4वटा होइन ठिक पारे, त्यही 4वटा। यत्रो सामान छ है आएपछि यो। हुँदैन, यता छेउमा राख्नु न, बस्छ यो। सानो त्यहाँ राख्नु पर्यो नि। अब तिमी साथी ल त्यही खेलाउँदै बस्छ। अब उता जाऊँ न, उसको पानीको बोतल हेर्नु छ उतातिर। बच्चाको पानीको बोतल कता छ? प्लास्टिक होइन, कस्तो राम्रो हो यो। यहाँ त माता कालो भइहाल्छ बा। ल ल ल हिँड्ने छोरा, अब हिँड्ने। म चाहिँ अनि साथीहरू आज बनाउँदैछु सिस्नो पकाउन लगाएको। मेरो चाहिँ यहाँ अघि पखालेर राखेको छु। अघि पखालेर राखेको छ यो सिस्नो। अब मैले चाहिँ यसलाई पकाउँछु। मैले चाहिँ अब बसाउँदैछु। म चाहिँ कराईमै बसाउँछु। ल कराईमा पकाउँछु। मेरो छोरा पनि खेल्दै आएको रहेछ। कहाँ हेर्नु छोरो? सुन्तला छ होइन? मैले चाहिँ सिस्नोसँग खानालाई मिलाएको चाहिँ पनि बनाउँछु। यसलाई चाहिँ अलिअलि पखालेको हो, यतिको पखालेर ल्याएँ मैले यो। अब यसमा चाहिँ म पकाउँछु ज्यादा। अब यहाँ चाहिँ पानी उम्लिसक्यो। अब चाहिँ यो पानी उम्ल्यो, मैले चाहिँ सिस्नो राख्छु। सबैको आफ्नो आफ्नो पकाउने तरिका हुन्छ। म चाहिँ यसरी बनाउँछु सिस्नोलाई। सिस्नो राख्ने अनि यसलाई चाहिँ घोटेको घोटे गरेर पकाउने। अब चाहिँ मैले सिस्नो राखेँ। झन्डै पल्ट्यो त। अब यो चाहिँ उम्लिन्छ अनि यसलाई यसरी घोटेको घोटे गरेर यसलाई चाहिँ पकाउने। मैले चाहिँ छोड्दिनँ।
भइसक्यो र मैले चाहिँ सुरुमा एउटा गल्ती गरेछु कि साथीहरू, यहाँ यो पिठो चाहिँ चिसो पानीमा भिजाएर राख्नुपर्ने थियो, मैले चाहिँ यहीँ माथि छर्केर यो अलिक डल्लो डल्लो भएछ। अब यसलाई चाहिँ मैले झान्छु। यतिको भयो। अब यसलाई चाहिँ मैले झान्छु लसुनले।